धेरैको प्रश्न हुनसक्छ, मैले जागिर गर्ने या जागिरलाई छोडेर सेयर मार्केट गर्ने। कतिपय हाम्रो साथीहरू छन् र कतिपय हाम्रो भन्दा माथि होला, तर तिनीहरूलाई एक सल्लाह दिन चाहन्छु। यदि तपाईँलाई चाहिँ सेयर मार्केटमा आउनु मन छ भने तपाईँले जीवनमा आजादी चाहनुहुन्छ, कसैको गुलामी गरेर बाँच्न चाहनुहुन्न, आफ्नो जीवन आफ्नो तरिकाले जिउन चाहन्छु र जीवनमा अरूभन्दा माथि जान चाहन्छु। यदि तपाईँलाई थाहै छ जब गर्ने जागिरी जो पनि जब जागिर गरिरहेको हुन्छ उसको जीवन स्तर हुन्छ, उसले आफूलाई जीवनमा एउटा नर्मल तरिकाले जिरहेको हुन्छ हैन। तर तपाईँ जीवनमा कसैको नौकर बन्न पनि चाहनुहुन्न र कसैको दुई कुरा सुन्न पनि चाहनुहुन्न र स्वयं तपाईँ आफ्नो व्यापार गर्न चाहनुहुन्छ, आफ्नो खुट्टामा आफै हिँड्न चाहनुहुन्छ। तपाईँ चाहनुहुन्छ आउने दिनमा तपाईँको पछाडि नौकर चाकर हुनु हैन। त यसै क्रममा मैले चाहिँ एक मस्ट आफ्नो विचारमा लाग्छ, मेरो लागि चाहिँ तपाईँले कुनै व्यापार गर्दा या तपाईँले कुनै पनि काम सुरु गर्दाखेरि के हुन्छ भने तपाईँले काम गर्दै क्रममा चाहिँ के भइदिन्छ भने तपाईँले मानौँ तपाईँका 10 लाख 5 लाख जति पनि छ तपाईँको बजेट, त्यसको लागि स्टोर लिनुपर्छ, सप लिनुपर्छ, तपाईँको रेन्ट दिनुपर्छ या तपाईँको खुदको किन्नुपर्छ, धेरै खर्च आउँछ तपाईँले व्यापार गर्दा। अब तपाईँ जागिर गर्नुहुन्छ, जागिर गर्दा के हुन्छ भने तपाईँले मानौँ जागिर गर्दाखेरि तपाईँको क्यापेसिटी कति छ, तपाईँ कति पढ्नु भएको छ या तपाईँसँग के अनुभव छ या तपाईँसँग कुनै सिप छ, त्यसपछि त्यो हिसाबले तपाईँले 10 15 20 50 1 लाखसम्म स्यालेरी पाउन सक्नुहुन्छ। त्यो नेपालमा सम्भव छैन 1 लाख पाइने। तपाईँ विदेशमा जानुहुन्छ 8-10 लाख रुपियाँ लगाएर 1.5-2 लाख रुपियाँ मुस्किलले तपाईँको भाग्य राम्रो छ, तपाईँको हरेक चिज घर परिवार सन्तुष्टि छ, तपाईँ जान सक्नुहुन्छ। तर तपाईँ सेयर मार्केटमा आउनुहुन्छ भनेपछि तपाईँका लागि चाहिँ यो भिडियो हो। अब म सेयर मार्केट मलाई थाहा छैन, अब त्यो म मनै पर्दैन भन्नेलाई पनि सुन्नु मात्र होला, थाहा बिस्तारै म दिनेछु भिडियोमा। हामीले सेयर मार्केटबाट कसरी रेगुलर इन्कम गर्न सक्छौँ। रेगुलर भन्नाले कहिले नाफा कहिले नोक्सान हुनसक्छ, मन्थको इन्डमा चाहिँ जसै महिनाको तपाईँको स्यालेरी आउँछ, हाम्रो चाहिँ त्यसरी नै हाम्रो पनि काम चालु हुन्छ। तर तपाईँले स्यालेरी कसरी पाउनुहुन्छ? कसैको न कसैको केही काम गर्नुहुन्छ, त्यसपछि उसले स्यालेरी दिन्छ। र तपाईँ व्यापार कसरी गर्नुहुन्छ? तपाईँ कुनै सप लिनुहुन्छ या दोकान खोल्नुहुन्छ, त्यसपछि तपाईँले चाहिँ त्यहाँ सामान राख्नुहुन्छ, त्यसपछि चाहिँ तपाईँले चाहिँ कस्टमर आएपछि तपाईँको व्यापार सुरु हुन्छ हैन। हामीले चाहिँ के गर्छौँ? हामीले चाहिँ नर्मल, हामीलाई न सप चाहिन्छ, न दोकान चाहिन्छ, न रुम चाहिन्छ, हामीलाई सिर्फ एक सिम्पल जुन तपाईँ मोबाइलबाट हेर्नुहुन्छ त्यो मोबाइल भएपछि हाम्रो सेयर मार्केटको काम चालु भयो। अब तपाईँ विदेश जानुहुन्छ 2 लाख कमाउन या 1 लाख कमाउनलाई 8-10 लाख लगानी लगाउनुहुन्छ, त्यो पनि छैन। तपाईँ व्यापार गर्न चाहनुहुन्छ, तपाईँलाई पनि 10-15 लाख लगानी चाहियो, त्यो पनि चाहिएन। हामीलाई सिर्फ 8-10 हजार रुपियाँ भइपुग्छ। हामीले 3-4 महिना हेर्ने, सिक्ने, कसरी चाहिँ काम गर्छ सेयर मार्केट, कहाँनिर बाई गरिन्छ, कहाँनिर सेल गरिन्छ, कल पुट भनेको के हो, अप्सन ट्रेडिङ भनेको के हो, लङ टाइम इन्भेस्टमेन्ट भनेको के हो, एसआइबी भनेको के हो, स्टक मार्केटमा चाहिँ रेगुलर इन्कम कसरी गर्न सकिन्छ, म्युचुअल फन्ड भनेको के हो, यी हरेक कुराहरू तपाईँलाई 6 महिना लाग्छ सिक्न। क्यान्डलस्टिक, प्राइस एक्सन, लेभल, रेजिस्टेन्स अनि लेभल, यी कुराहरूले चाहिँ तपाईँले हेर्दै जाँदा तपाईँलाई 3-4 महिना लाग्छ। सुरुवातमा तपाईँले पेपर ट्रेडिङ गर्नुपर्छ। हामीलाई कुनै अफिस चाहिएन, हामीलाई कुनै लगानी चाहिएन, हामीलाई सिर्फ युट्युबका केही भिडियोहरू हेर्नुहुन्छ। तपाईँले युट्युबमा तपाईँले भिडियो हेर्नुभयो भने तपाईँले सिक्नुहुन्छ। मानौँ तपाईँले 6 महिना तपाईँले पेपर ट्रेडिङ गर्नुभयो, अप्सन ट्रेडिङमा या कुनै पनि, हाम्रो नेपालमा अप्सन ट्रेडिङ छैन, तपाईँ फरेक्स गर्नुहुन्छ, क्रिप्टो गर्नुहुन्छ, गोल्ड गर्नुहुन्छ हैन, सिल्भर गर्नुहुन्छ, जे पनि गर्नुहुन्छ, ओके। इन्डियन मार्केट गर्नुहुन्छ, भेरी गुड। म 3 चिज गर्छु, इन्डियन मार्केट गर्छु, क्रिप्टो गर्छु, फरेक्स गर्छु। तर म मेन चाहिँ इन्डियालाई नै पहिला मान्दछु, त्यसपछि क्रिप्टो, किनकि यिनीहरूले चाहिँ हामी इन्डियामा बसेर इन्डियन मार्केटलाई हेर्दा धेरै राम्रो छ, धेरै अपर्च्युनिटी छ। तपाईँले सर्ट टाइम केही मिनेटमै केही सेकेन्डमै किनेर नाफा कमाएर आफ्नो बाटो लाग्नुहुन्छ हैन। र बेस्ट क्रिप्टो करेन्सी भनौँ धेरै राम्रो छ इन्डियामा। तपाईँले बिटकोइन या इथेरियम या सोलानालाई किन्नुहुन्छ या सर्ट टाइम या लङ टाइम 10-15 मिनटमा किनेर बेच्नुहुन्छ, निस्किनुहुन्छ। तपाईँको अब पोजिसन कस्तो छ, तपाईँको लोड साइज कस्तो छ, तपाईँले चाहिँ गर्ने अब तपाईँको एकाउन्ट कतिको छ, मतलब तपाईँको ब्यालेन्स कतिको छ,
त्यो हिसाबले तपाईँले ट्रेडिङ गर्न सक्नुहुन्छ। र आज म 2026मा आइसकेको छु। अब मैले तपाईँलाई सिकाउनु पर्ने के छ भने मैले जानेको कुरा म हृदयबाट तपाईँलाई सिकाउनेछु। मलाई कुनै सब्सक्राइब गर्नुहोस्, मलाई फलो गर्नुहोस्, म कुनै उम्मिद राख्दैन। कसैले मेरो भिडियो हेर्छ, कसैलाई इन्ट्रेस्ट छ, हेर्नुहोस्, सिक्नुहोस्, फ्रीमा म सिकाउनेछु। अब चाहिँ के छ भने तपाईँले चाहिँ यी सबै कुराहरू कसरी सिक्ने, के गर्ने भन्ने कुराहरूलाई म बिस्तारै स्टेप बाई स्टेप सिकाउनेछु। मैले चाहिँ इन्डियन मार्केटमा लगभग 4 साल चाहिँ भयो, 2026 4 साल सुरु भयो र 4 सालमा मैले जति जानेको छु, जति चाहिँ मैले आफूलाई बुझेको छु, ती सब कुरा मैले युट्युबमा फेरि सिकाउने छु। र सुरुवातमा के गर्नुहुन्छ भने तपाईँले सुरुवातमा यसरी मेरो भिडियो हेर्नुहोस्। तपाईँ जिरो आफूलाई सोच्नुहोस् कि मैले के जानेको छैन। तपाईँले जति पनि जान्नु भएको छ बिर्सिनुहोस्, मैले भनेको कुराहरू मान्नुहोस्। 4 सालको अनुभव तपाईँलाई 4-5 महिनामा तपाईँको लाइफ टर्निङ परिवर्तन गरिदिन्छु। तपाईँको सोच, तपाईँको इन्कम, जुन तपाईँहरू साथीहरू तपाईँको विदेशमा गएका छन्, महिनाको 1-1.5 लाख कमाउनुहुन्छ भने, तर तपाईँले दिनमा 1 लाख रुपियाँ कमाउन सक्नुहुन्छ, घन्टामा 1 लाख कमाउन सक्नुहुन्छ। बस तपाईँको माइन्डसेट, तपाईँको हातमा, तपाईँको जिम्मेवारी, तपाईँको सोच, तपाईँको डिसिप्लिन, तपाईँको साइकोलोजी, तपाईँको इन्ट्री, तपाईँको एक्जिट, एक ट्रेडले तपाईँको जिन्दगी बदलिदिन्छ। र तपाईँ यदि गलत गर्नुभयो, तपाईँको साइकोलोजी ठिक छैन, तपाईँले मार्केटसँग लड्नुभयो, मार्केटले तपाईँलाई भिखारी बनाउनु पनि टाइम लाग्दैन। त्यसै कारणले म के भन्दैछु भने स्टेप बाई स्टेप हामीले चाहिँ सेयर मार्केटमा कसरी आउने। सर्वप्रथम तपाईँसँग डिमेट खाता छ भने धेरै राम्रो। म नेपालको कुरा गर्दैन र यो होइन कि म नेपालमा नेप्सीमा लाग्दैन भन्ने कुरा होइन। म नेपालमा गएपछि नेपाली काम पनि गर्नेछु, तर सुरुवातमा के छ भने मलाई अपर्च्युनिटी इन्डियामा धेरै देखिरहेको छ र इन्डियामा बसिरहेको छु। म कुनै झुट कुरा पनि गर्दैन र म झुट बोल्न पनि चाहन्न। र त्यसै कारणले जहाँ म इन्डियामा बसिरहेको छु त्यहाँ ग्रो छ, जोरोदा छ, एन्जल वान छ, धन छ र 12-15-20वटा ब्रोकरहरू छन्, जसमा चाहिँ बेस्ट चाहिँ जोरोदा, एन्जल वान, धन, ग्रो धेरै छन् यस्ताहरू। मेरो चाहिँ एन्जल वानमा छ डिमेट खाता, धनमा छ, ग्रोमा छ। बेस्ट म चाहिँ ग्रो युज गर्छु, किनकि मलाई ग्रोमा चाहिँ एउटा 4-5 सालदेखि एउटा हेर्ने ह्याबिट बसिसक्यो, जुन कारणले गर्दा चाहिँ मलाई इजी हुन्छ, चार्ट हेर्न सजिलो हुन्छ। म मोबाइलबाट नै गर्छु र मेरो एकाउन्ट धेरै 10-15 लाखको पनि होइन। सुरुवात हामीले 10,000बाट सुरु गर्नुपर्छ, 5,000बाट सुरु गर्नुपर्छ। बिस्तारै तपाईँले सिक्नुभयो, 3-4 महिना 6 महिना सिक्नुभयो भने तपाईँले फेरि 40-50 हजार रुपियाँ तपाईँसँग जम्मा गरेर काम गरेर जम्मा गर्ने र आफ्नो घर परिवारले पनि हेर्ने। र जबसम्म तपाईँ सफल हुनुहुन्न, तपाईँ महिनाको 1-1.5 लाख कमाउन सक्नुहुन्न या 2 लाख 4 लाख कमाउन सक्नुहुन्न, तबसम्म तपाईँले कसैलाई पनि केही पनि नभन्ने, भाइ म यो मार्केटमा छु भनेर। किनकि यहाँ मार्केटले चाहिँ बुझेका छैनन्। मार्केट कसरी काम गर्छ थाहा छैन, कसैले पनि थाहा छैन यो कुराहरू। अब यस टिकटकमा काण्ड हेरेका छन्, रिल हेरेका छन्, टाइम वेस्ट गरिरहेका छन्। 3-4 साल तपाईँले सिर्फ सेयर मार्केटलाई सिक्नुभयो भने जीवनमा तपाईँको खानदानमा एक मान्छे हुनुहुन्छ, तपाईँको पुरा इतिहास बदलिनेछ। तपाईँको खानदानमा तपाईँ नै पहिलो व्यक्ति हो, तपाईँको खानदानले पुरा इतिहास बदलिने। किनभने चाहिँ यदि एक पटक त्यो मान्छेले सेयर मार्केट सिक्यो भने जीवनमा कुनै काम गर्नु पर्दैन, कुनै कसैको नौकर बन्नु पर्दैन। बस 3-4-6-7 महिना मात्र ध्यान दिएर तपाईँ आफ्नो काम सिक्नुहोस्, रेगुलर इन्कम आउँछ।